नेपालको राजधानी काठमाडौँ विश्वकै वायु प्रदूषणको शीर्ष स्थानमा समावेश भएको छ। शनिबार बिहान 9 बजेतिर गरेको एक्युआई एयर मापन अनुसार काठमाडौँको एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्स 211 भएको देखिएको छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ। देशभर वायु प्रदूषण बढ्दै गएपछि सरकारले 9 बुँदे अपिल जारी गर्दै सुरक्षित रहन र सतर्कता अपनाउन जनतालाई आह्वान गरेको छ। वन तथा वातावरण मन्त्री एन बहादुर शाही ठकुरीले पछिल्लो समयमा भइरहेको वायु प्रदूषण न्यूनीकरण गर्ने प्रयास भइरहेको बताएका छन्। वायु प्रदूषणलाई जनस्वास्थ्य आपतकाल घोषणा गरी तत्काल न्यूनीकरण उपाय कार्यान्वयन गर्नुपर्ने माग गर्दै महिला पुनर्स्थापना केन्द्र ओरेकले आज हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै उनले काठमाडौँ उपत्यकामा विगत 1 सातादेखि देखिएको वायु प्रदूषण हटाउन सरकारले योजनाबद्ध रूपमा पहल गरिरहेको उल्लेख गरे। ओरगले अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमाङ्कित समुदायमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्धन र सहरी हरियालीको विस्तार सम्बन्धी नीति दिगो समाधानका लागि लगानी गर्नुपर्ने र वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकारी स्थापित गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो। पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूको वायु प्रदूषण मानव स्वास्थ्यका हिसाबले निकै अस्वास्थ्यकर देखिएको छ। विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा काठमाडौँ चिनिएको छ। काठमाडौँमा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेपछि सरकारले वायु प्रदूषण कम गर्न विज्ञहरूसँग छलफल सुरु गरेको छ। विज्ञहरूले वायु प्रदूषण कम गर्न हप्तामा 2 दिन बिदा दिन सुझाएका छन्। वायु प्रदूषणको कारण दम, फोक्सोको रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, हृदय रोग तथा दीर्घकालीन समस्या देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको छ।